चाहिँ तपाईँको कलङ्की चोक हो, कलङ्की चोक। हामी यहाँ कलङ्की चोकमा छौँ। कलङ्की चोक ठ्याक्कै म बिचमै छु अहिले। यहीँ ट्राफिक बिच हो। यो चाहिँ तपाईँको यताबाट आयो भने स्वयम्भू, सिधा पाइला स्वयम्भू, यता बालाजु, वसुन्धरा यो रोड हो। यो यता चाहिँ तपाईँको कालीमाटी, कालीमाटीकै हेर्नु होला, कालीमाटीको रोड हो यो। एउटा कालीमाटी पुगिन्छ, कालीमाटीको रोड हो यो। यताबाट भने कालीमाटी तर्फ राखिन्छ भने यताबाट तपाईँको बल्बु, बल्बु एरियाको रोड, बल्बु चौहार बालकुमारीको अर्को सबै यो रोड साथहरू। यताबाट तपाईँको थानकोट, थानकोट हामी पश्चिम पोखरा मुङ्लिङ थानकोटहरू जाने रोड भयो। तर हाम्रो यहाँबाट बुटबुट सर्भिस प्राइड जानको लागि, सेकेन्ड ह्यान्ड पार्ट्सको लागि जानको लागि तपाईँहरू यहाँबाट चाहिँ तपाईँ तल झर्नुपर्ने हुन्छ। तपाईँ कृषि विकास ब्याङ्क छ त्यसले होला, कृषि विकास ब्याङ्क यसको छेउमा चाहिँ तपाईँको अलिक तलबाट कमानको जति तल सिधै जानुपर्यो। यो बाटोबाट उता माथि यो नयाँ नयाँ भन्ज्याङको बाटोबाट कन्फ्युज हुनुहुन्छ। अब तपाईँ यो कृषि विकास ब्याङ्क भइहाल्यो भने तपाईँको यहाँबाट तपाईँ भित्र छिर्नुपर्ने हुन्छ यो बाटोबाट है। 99 बजार दिएपछि यो बाबा पेट्रोल पम्प गएर स्याप पेट्रोल पम्प पनि किन्नु पर्छ है। त्यसकै अपोजिटमा छ यहाँबाट एउटा बाटो छ यो ठुलो होला सक्छ। अनि यहाँनिर एउटा हनुमान मार्केटहरू नयाँ खोलेको छ, हनुमान मार्केट हेर्नुलाई त्यो बाटो है त। पनि छ बिग मार्ट, यहाँ एउटा स्टार किड मोन्टेसरी स्कुल पनि छ यहाँ बाटोमा पर्सिङमा। तर हाम्रो कलङ्कीबाट 2 किलोमिटरको डिस्टेन्समा छ है। तपाईँको जुत्ता गोदाम पनि देख्न सक्नुहुन्छ। जुत्ता गोदाम पाल्नु पेट्रोल पम्प कलङ्कीबाट आउने बाटो भयो। माथिबाट झरेको तल गएको हामी चाहिँ यता बिचमा बाटोमा जानुपर्ने हुन्छ। यो चाहिँ एलआरआई स्कुलको रोड हो। पुरानो भन्ज्याङ चाहिँ यताबाट जान्छ। हाम्रो लोकेसन यो देखिएको ल म तपाईँहरूलाई यहाँ त मकालु पेट्रोल पम्पतिरको बाटो पनि ल्याएर यही रोड छ है त। यो ठ्याक्कै यो चोकमा आउनुपर्ने हुन्छ तपाईँहरू। ल यो चोकमा यो चाहिँ तपाईँको स्वयम्भू बल्कु सरी स्वयम्भू सिधा पाइला बाफल आउने रोड भयो। बाफल सिधा पाइला यता बालाजु वसुन्धरा आउने रोड हो तपाईँको। यो चाहिँ हाम्रो कलङ्की नै पऱ्यो, कलङ्की हाउस 25 छ। त्यसको अगाडिपट्टि यहाँनिर एउटा तपाईँको मकालु पेट्रोल पम्प छ होला, त्यसको भित्रपट्टि छिर्ने एउटा बाटो छ। यो बाटोबाट हामी चाहिँ फेरि त्यो अहिले मैले देखाएको चोक जस्तो थियो नि त्यो ठाउँमा पुग्छौँ। त्यहाँबाट फेरि स्ट्रेट हाम्रो चाहिँ यता हाम्रो सेकेन्ड ह्यान्ड पार्ट्स पाउने ठाउँ बुट सर्भिस ट्रालीको तपाईँ स्टोरमा पुग्नुहुन्छ। तपाईँलाई मैले त्यही ठाउँमा जक्सनमा लगेर भिडियो बनाउँछु। यहाँबाट ठ्याक्कै हाम्रो 2 किलोमिटरको डिस्टेन्स छ है, धेरै टाढा छैन, 2 किलोमिटर मात्र हो। यो बाटो आउनु होला है त। यताबाट मकालुको रोडबाट सिक्ने यताको बाटो यताबाट आउँदै हुनुहुन्छ भने यता स्वयम्भू सिधा पाइलाबाट आउँदै हुनुहुन्छ भने भएर छ मकालु पेट्रोल पम्पबाट।
लोकल थोरै मन्दिर छ सानो एउटा चौरस्ता त यता माथि नवजी सुचेता यता शहीद हस्पिटल सानो बाटो छ यहाँ तल हो सेफ जानु यता नजानु तपाईँहरूको चाहिँ सक्नुहुन्छ एलआरएसमा जानु पर्यो मकाल पेट्रोलतिरबाट आउँदाखेरि बाटो भयो यहाँबाट हामी राइट टर्नमा छ मकाल पेट्रोलबाट आउँदाखेरि राइट टर्न उता आउँदाखेरि लेफ्ट टर्न यो जुत्ता गोदाम अघि देख्नु होला जुत्ता गोदाम एलआरआई रोडले भएको डेरी एलआरआई स्कुलको रोड आउँदैछ होइन सानो ठाउँ छ तपाईँको कन्फ्युजन हुन्छ त्यहाँबाट पनि एउटा उता हो रेलवेबाट यता फाउन्डेसन निस्किन्छ एलआरआई स्कुलको गेट आइदिनु चाहिँ धेरैजना मानवहरू यहाँ आएर कन्फ्युजन हुन्छ यता माथि जाने हो कि भनेर यो माथि जाने होइन है माथि जाने होइन यताबाट स्ट्रेट बाटो स्ट्रेट यताबाट बल्लु भैरव मन्दिर बल्लु भैरव मन्दिर गाउँको लागि छ कालो कालो सर्गुटी पऱ्यो स्लाइड दुई कालो कालो जस्तो छ बाटो चाहिँ छ यतापट्टि नजानु होला राइटतिर नजानु होला स्ट्रेट जानु हो हिउँसीतिर यता माथि अर्को बाटो हो यतितिर हिउँसीको यस्तो जाने बाटो पऱ्यो उकालो अभियसली उकालोतिर जान्छ हामी
तिर नगइकन यताबाट त्यो बाटो पनि छ यताबाट होइन डायमन्ड ड्राइभिङ सेन्टरबाट छिर्ने होइन एउटा स्ट्रेट है स्ट्रेट पर्छ अझै यहाँबाट धेरै छ टाढा आउनु लाग्यो कलङ्की चोकबाट सिधै यता 3 थाना ढुङ्गाटा 3 थाना हुँदै पुरानो नाइकाबाट भित्रको बाटो छिरेर आद्यकाली मन्दिर हुँदै यो बाटो यहाँ पनि आइपुग्नु सक्नुहुन्छ इसान नगर यो बाटो छ यहाँ पनि आउन सक्नुहुन्छ यता घुम्नु कलङ्की त्यसलाई हामी आजै बाटो भयो यताबाट है त हाम्रो तपाईँ अहिले मैले देखाएको चाहिँ ब्राइट फ्युचर स्कुलको अपोजिटबाट छिर्ने बाटो छ स्ट्रेट आद्यकाली मन्दिर हुँदै आउने बाटोबाट पनि यो बाटो लिङ्क हुन्छ है यो तपाईँहरू यता कलङ्की चौकबाट सिधै थामकोटतिर जाएर केही कन्फ्युजन भयो गइहाल्नु भयो त्यो बाटोबाट पनि भित्रबाट पनि छिरेर राम्रै बाटो छ गाडी पनि आउँछ सानो गाडी बाटोलाई पनि आद्यकाली मन्दिर हुँदै तपाईँ यो रोडमा लिङ्क हुन सक्नुहुन्छ यो रोडबाट सिधै अलिकति माथि छ अब यहाँबाट हामी 500 मिटर 700 मिटरको डिस्टेन्समा हाम्रो तपाईँ स्टोर छ है सेकेन्ड ह्यान्ड पार्ट्स पाउने बाइक त स्कुटरहरू छ यो सानो पिपलको बोटलाई भान्चीको पिपल बोट भनिन्छ भान्चीको पिपल भनाइयो यहाँबाट तपाईँ स्ट्रिट जाने आइपुग्ने आँट्यो यो जाली लगाएको बार लागेको छ यो हाम्रो बार लाग्यो हो सेकेन्ड ह्यान्ड सबै स्कुलको पार्ट्स पाइन्छ छेउमा टच गरेको चाहिँ यहाँबाट हामी माथि पुरानो फुटबल ग्राउन्ड पुग्छौँ है यहाँबाट चाहिँ है बाइकको ठाउँ पुग्छौँ जाली छ